हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आज चाहिँ म तपाईँहरूमा फेरि पनि भ्लग लिएर आइसकेको छु। अनि आज हामी दाइहरूसँग भाउजूहरूसँग बसेर यहाँनिर समोसा बनाउन गइरहेको छौँ होइन। अनि भाउजूले बेल्दै हुन्छ, दाइ यहाँ के कसरी बनाउने भनेर सोच्दै हुनुहुन्छ। हाम्रो दाइ सेफ हो, उहाँनिर चाहिँ असिस्टेन्ट। म चाहिँ यसो किचन हेल्पर हो, गर्दैछु। अब यहाँनिर समोसा बनाउँछौँ। अनि के कस्तो हुन्छ, अब दाइहरू आउन बाँकी नै छ अनि गोपाल पनि आउन बाँकी छ। अब आएर हामी दुईजना बसेर चाहिँ यहाँनिर टक्क आज समोसा बनाएर मजाले हाम्रो अचार किमा यहाँ छ यस्तो। अब एकजना आउँछ ए भाउजूले टलाउनुहुन्छ, उहाँले चाहिँ ऊ चाहिँ सेफ अरे, केही जान्दै नजानी पछि चाहिँ अनि सेफ बनिन्छ। उहाँ पाक्दैछ, कतिखेर पाक्छ र अनि एउटा चाहिखानु भन्ने भइरह होला। अनि आज तपाईँहरूलाई कस्तो लागिरहेछ समोसा बनाएर खान पाउँदा? खानु त भएको छैन, अब खानेवाला हुनुहुन्छ। तपाईँलाई एकदम रमाइलो भइरहेको छ। युरोपको ठाउँमा आएर यहाँ नेपाली भेला भएर समोसा बनाएर खाने कार्यक्रम भइरहेको छ। अर्को चाहिँ यहाँ हुँदैछ, यहाँ अलिक मजाले तातेको छैन कि बिजोक यस्तो छ, यस्तो ल्याएर कम्पनीले थाहा पायो भने फेरि हामीलाई यहाँबाट लड्न सक्छ। रेडी भइसक्यो, बाल्टिनमा छ होइन। राम्रोसँग फ्राई बनाएको भन्ने समोसा है। ल यता पनि बन्दैछ, दुईतिर भइरहेको बन्दैछ। कहाँ बाङ्गिनु हो कुमारलाई, हाम्रो फेरि मेन सेफ उहाँ सिकाउँदै हुनुहुन्छ। ल तपाईँ सिकाइदिनु त, कसैले युट्युबबाट हेरेर काँसोले बनाउनु पर्यो यसो यहाँ भित्र अनि ठ्याक्क लाएर यसो अनि यो भने सोली यसमा हाल्ने आधी चम्चा यस्तो किमा ठ्याक्क थोरै पानी दल्नु पर्यो। अनि त्यसलाई लक गर्ने स्टाइल बताइदिनु। लक गर्ने स्टाइल यहाँबाट भोते तान्ने केही गाह्रो छैन समोसा बनाउनु। ल यो भिडियो हेरेर सिकिहाल्यो। सबैले खानु भयो, गाउँभरि खाने भयो। यस्तरी रेडी भइसक्यो यहाँनिर समोसा चाहिँ हामी खान्छौँ। मलाई कुक राख्दै कसो दाइ प्यापेले हो मिठो दामी। म कहाँ वेटर, म क्यासियर बस्ने मान्छे हो काउन्टरमा। रक्सी बेच्ने मान्छे बोलेर भाँडा मान्दै दुईजना। काउन्टरमा चाहिँ म है, काउन्टरमा मै जोस मिर्छ बनाउँदै खाँदै गर्ने हो। कति खाइन्छ अब होइन, तपाईँहरूलाई पनि खान मन लागिरहेको हेर्दाखेरि साह्रै मिठो है। यो भिडियो हेर्दाखेरि नि भोलि कतिजना चाहिँ यहाँ पाएको छ दुःख सुख, ऊ चाहिँ अब कुर्सीमा बसेर उसलाई चाहिँ मान सम्मान ससुराले आए जस्तो भएको छ यार उसलाई त। उता तल हिल राखेर फाइनली गाइस अहिले चाहिँ हाम्रो म के अरे यो समोसा पाकिसक्यो। अनि समोसा पाकेर हामी त खाना रेडी भयो। यहाँ अचार मोमो हाम्रो आजको टिम मोमै हरे
कस्तो छ मिठो कस्तो रहेछ मिठो कस्तो लाग्यो त यो समोसा मिठो छैन के तपाईँ नचाहिँदै यहाँ देख न सिङ्गे है कहाँ था मेरो जत्रा तिमी तिमी देख्नु यही म देख्ने ढोका बाहिर के देख्नु भुलो आँखा भएकोले के गरेको नि ल गाइस समोसाको वर्षफलतापछि फेरि हामी परोटातिर पुरीतिर लागेका छौँ अनि यहाँ म पुरी बेल्दैछु दाइ किचन जानुभयो पुरी आएछ त्यहाँनिर खोइ बिरबलको खिचडी जस्तो हुनु खासै पाक्लो जस्तो छैन उतापट्टि भाउजूले चाहिँ च्याउको मासु होइन त्यो च्याउको मासु होइन च्याउको मासु बनाउँदैन यहाँ आलुको मासु हामी फेरि भेज खाइँदैन कि मासु कम्पनीमा काम गरेपछि मासु भन्दा फेरि अरू रुच्दै रुच्दैन हाम्रो यहाँ चाहिँ भनेको आलु पनि मासु नै खाने हो च्याउ पनि मासु नै अनि अब यो हाहा झिँगा त यसरी खानुपर्छ तर युरोपमा 9-10 लाख रुपियाँ तिरेर आयो झिँगा धपाउनु मात्रै काम भयो अरू खासै सक्यो त्यहाँ झिँगाले उखेर्नु त्यो अनि अब हाम्रो पुरी पाक्दैछ पुरी पाकेपछि आलुको मासु र च्याउको मासुसँग खाने भन्ने प्लान गरेको हुन्छ होला अब जस्तो भए पनि हामीले समोसा चाहिँ खाइयो अब पुरी खाने तर्खरमा हो तयारी अवस्थामा त आधी घन्टा जति हालेको अब पाक्छ होइन के भाइ यो के आटा जस्तो रातो हुन्न के मैदा फाइनली गाइज अहिले हाम्रो पुरी पनि पाकिसक्यो यो पुरी हो कि के हो भन्ने कुरा सुहारी हो यो गाह्रो छ यसले खाएर चाहिँ भोलि हामी 10-12 पुग्नुपर्छ भन्ने त्यहाँ चाहिँ के अरे च्याउ र आलुको मासु पाक्दैछ अनि यस्तै आजको भ्लग के कसो र सल्लाह सुझाव प्रतिक्रिया दिनु होला अब खाएको केही देखाउनु अनि के भन्नु छ मलाई केही भन्नु होइन मलाई थाहा तपाईँलाई अलिक कसरी बोल्नु न आजको छुट्टी कस्तो रह्यो तपाईँहरूलाई आजको छुट्टी क्या फुमस भने ओए तिमीलाई कस्तो लागिरहेछ आजको छुट्टी ऊ चाहिँ फेरि कुर्सी नछोड्ने पर्चन्डको ज्वाइँ हो लगाइ चाहिँ यस्तै हो होइन आजको छुट्टी यस्तै भयो गयो अनि अब पुरी पनि पाक्न चाहिँ अब खान्छ खाँदैन त एकछिन खान्छ समोसा त खाइयो जे भए पनि रमाइलो भयो मिठै भयो यति भन्दै अब आजको भ्लग यतै हो फेरि नेक्स्ट भ्लग आउँछ हेर्दै गर्नु होला यासजी भ्लगलाई माया गरिदिनु होला लाइक सेयर सब्सक्राइब गरेर नभन्नु होला के हो त्यही होइन ल